Hello everyone, good morning. Welcome to my mini blog. This is my daily mini blog. अनि आजको मौसम चाहिँ एकदम चिसो नै छ किनभने पुस महिना चलिरहेको छ नि त अझै कहाँ सकेको छ पुस अनि एकछिनपछि भित्र गएर बाहिर निस्किँदा चाहिँ फेरि घाम पनि लागिहाल्यो सूर्यदेवको आगमन भयो अनि त्यसपछि चाहिँ म पनि मेरो बहिनीसँग यसो सूर्यदेवको ड्याडी मम्मी पनि सनलाइटमा आएर मजाले घाम ताप्दै मोबाइल र फोन गर्दै हुनुहुन्थ्यो अनि म चाहिँ बहिनीसँग यसो कुराकानी गर्दै थिएँ अनि पछि मेरो थोरै काम थियो काम भएपछि म चाहिँ माथि गएर हजुरहरूलाई थोरै मैले के देखाउँदैछु आज यो जाडो महिनामा हाम्रो नेपालमा के हुन्छ के गर्नुहुन्छ विशेष सबैको घरमा बनाउने चिज के हो ध्यान दिनु है म त्यो चिज हजुरलाई देखाउँदैछु त्यसको लागि चाहिँ म छतमा गएको छु किनभने पछि सागको गुन्द्रुक बनाउनलाई मम्मीले साग ल्याउनु भएको छ साग धोइधाइ गरेर हिजो सुकाएको थियौँ अनि मैले आजभोलि भिडियो कन्टिन्यू दिन पाएको छैन नि त अनि सागी हेर्नु यति धेरै साग चाहिँ सबको गुन्द्रुक हाल्ने हो हामीले चाहिँ चिसोमा चाहिँ घट्ट गुन्द्रुक आलु हालेर खान्छौँ अनि यो चाहिँ मेरो बहिनीले हेर्नु न अब कपडा सुकाउने च्याप्नेलाई कपडा सुकाउने भनेर आएको उसले चाहिँ पुरै डिजाइन निकालेको छ हेर्नु साग हेर्नु साग देखाइरहेको छु मैले चाहिँ अनि मैले चाहिँ कपडाहरू सुकाउँदैछु कपडा सुकाएर भ्याएर फेरि मैले च्याउ केलाउन लागेँ च्याउ सँगसँगै फेरि ब्ल्याक टी त खानै पर्यो अनि आजको खानामा चाहिँ यो के हो कालो भात र रेड कलरको भात र च्याउ आलु सब्जी थियो अनि मैले सबलाई घाममा बसेर खाइरहेको छ किनभने यस्तो मजा आउँछ नि घाममा बसेर खानुको मजा त हजुरहरूलाई के भनौँ र त्यसमाथि यो कालो चामल त्यति मलाई चाहिँ मन परेन है यो के हो म त खानै सकेँ ढिँडो बनाएर खाऊँ कि भात बनाएर खाऊँ भने यस्तो भयो मलाई चाहिँ अनि फेरि माछा लिएर आउनु भएको थियो ड्याडीले अनि त्यो माछालाई चाहिँ अहिले दिउँसो सफा गरिसक्नु थियो ड्याडीले चाहिँ अनि यसलाई चाहिँ मैले फ्राई गरिदिन्छु भनेर साँझको सब्जीको लागि दिउँसै फ्राई गर्नको लागि भाँडोमा हालेर मैले सबै माछा फ्राई गरेको छु तर मैले भिडियो चाहिँ ल्याएको छैन जस्तो लागेको छ एकदम उछुट्टियो कि तेल एकदम उछुट्टियो अलिक तेल अलिक खरिदिनु पर्ने रहेछ म चाहिँ फेरि भिडियोको चक्करमा छिटै हालिदिन्छु छिटो बन्छ भन्ने भयो एकदम तेल उछिटिरहेको थियो अनि हजुरलाई मैले माछा पनि देखाइरहेको छु सानो माछालाई नाम चाहिँ मलाई थाहा छैन अनि त्यसपछि चाहिँ बनाएर मैले देखाएपछि अनि यो चाहिँ मम्मी बजार जानुभएको थियो अनि पानीपुरी ल्याइदिनु भएको थियो अनि पानीपुरी हामी सबै मिलेर साँझ चाहिँ खायौँ आजको लागि यति नै हो मेरो मिनी ब्लग हजुरहरूले सबैले माया गरिदिनु होला थ्याङ्क यू फर वाचिङ लभ यु गाइज